उद्यम सर्टिफिकेट हामीले कसरी डाउनलोड गर्ने? कुनै समयमा तपाईँले उद्यम सर्टिफिकेट बनाउनु भएको थियो, तर तपाईँकोमा अहिले उद्यम सर्टिफिकेट पनि छैन, उद्यम सर्टिफिकेटको नम्बर पनि तपाईँकोमा छैन भने तपाईँले कसरी डाउनलोड गर्ने? तपाईँ गुगलमा गएर उद्यम सर्टिफिकेट भनेर सर्च गरेर कुनै पनि वेबसाइटमा तपाईँ जानुभयो भने त्यहाँनिर तपाईँलाई पेमेन्ट माग्छ, पेमेन्ट मागेर उनीहरूले डाउनलोड गरेर तपाईँलाई दिन्छ। तर फ्रीमा तपाईँले आफै उद्यम सर्टिफिकेट डाउनलोड गर्नु सक्नुहुन्छ। यो भिडियो तपाईँले पुरा हेर्नुहोला, लास्टसम्म हेर्नुहोला र सेयर गरेर सबैकोमा पुर्याइदिनु होला। तपाईँ बिजनेस फिल्डमा हुनुहुन्छ भने उद्यम सर्टिफिकेट एकदमै इम्पोर्टेन्ट हुन्छ र ब्याङ्कमा पनि तपाईँले कुनै बिजनेस लोनहरू एप्लाई गर्नुहुँदैछ भने त्यहाँ पनि उद्यम सर्टिफिकेट कम्पलसरी माग्छ। उद्यम सर्टिफिकेट नयाँ एप्लाई गर्नुको लागि पनि तपाईँ भिडियो चाहनुहुन्छ भने यो भिडियोलाई लाइक सेयर गरेर कमेन्ट गरिदिनु होला। म नयाँ कसरी एप्लाई गर्नु त्यो पनि भिडियो बनाएर अपलोड गर्नेछु। उद्यम सर्टिफिकेट डाउनलोड गर्नुको लागि उद्यम नम्बर चाहिन्छ। तर तपाईँकोमा उद्यम नम्बर पनि छैन भने तपाईँ सिधै गुगलमा जानुहोस् र उद्यम सर्टिफिकेट लेखेर सर्च गर्नुहोस् र यहाँनिर अलमा गएर तपाईँले उद्यम यो एमएसएमईको रेजिस्ट्रेसन यो वेबसाइटमा तपाईँ जानुहोस्। उद्यमको लागि यहाँ भेरिफाई उद्यम रेजिस्ट्रेसन यहाँनिर यो लेखेको छ, यो वेबसाइटमा तपाईँ जानुहोस्। तपाईँले अरू वेबसाइटमा जानुभयो भने तपाईँलाई पेमेन्ट माग्छ र पेमेन्ट कम्प्लिट भएपछि मात्रै उनीहरूले डाउनलोड गरेर दिन्छ। तपाईँले यो वेबसाइटमा जानुहोस्। जस्तै यो वेबसाइटमा जानुहुन्छ, यहाँनिर सिधै तपाईँलाई उद्यम रेजिस्ट्रेसन नम्बर भनेर माग्छ र यो तपाईँकोमा उद्यम रेजिस्ट्रेसन नम्बर तपाईँकोमा छैन भनेपछि तपाईँले उद्यम रेजिस्ट्रेसन नम्बर पहिला निकाल्नुपर्ने हुन्छ। त्यसको लागि यहाँनिर 3 डटमा जानुहोस्। यहाँनिर तपाईँ प्रिन्ट एन्ड भेरिफाई देख्नुहुँदैछ, यो प्रिन्ट एन्ड भेरिफाईमा जानुहोस् र यहाँ फरवर्ड उद्यम नम्बर भनेर यहाँनिर छ, यसमा क्लिक गर्नुहोस्। यहाँ जस्तो क्लिक गर्नुहुन्छ यहाँनिर तपाईँलाई अब चुज गर्नुहोस्, उद्यम रेजिस्ट्रेसन चुज गर्नुहोस्। सेकेन्डमा तपाईँले मोबाइल इमेल छ, त्यसमा तपाईँको इमेल पनि चुज गर्नु सक्नुहुन्छ। म मोबाइल चुज गर्दैछु, त्यहाँनिर आफ्नो फोन नम्बर लगाएर आफूले ओटिपी जेनेरेट गर्नु पर्यो। ओटिपी आएपछि तपाईँले ओटिपी लगाएर त्यसलाई भ्यालिडेट गरिदिनुहोस् ओटिपीलाई। जस्तो ओटिपी भ्यालिडेट भइसकेपछि त्यहाँनिर आफ्नो नाम र उद्यम नम्बर त्यहाँनिर तपाईँलाई सो गराउँछ। यो उद्यम नम्बर तपाईँले कपी गर्नुहोस्। यो उद्यम नम्बरलाई तपाईँले कपी गरेर फेरि तपाईँ माथि 3 डटमा जानुहोस् र फेरि तपाईँ प्रिन्ट एन्ड भेरिफाईमा जानुहोस् र यहाँनिर प्रिन्ट उद्यम सर्टिफिकेट देख्नुहुँदैछ, यसमा क्लिक गर्नुहोस्। जस्तै यहाँ क्लिक गर्नुहुन्छ, यहाँनिर तपाईँले उद्यम नम्बर देखिरहेको छ, यहाँनिर तपाईँले त्यो कपी गरेको उद्यम नम्बर त्यहाँ लगाइदिनुहोस् र यहाँनिर आफ्नो मोबाइल नम्बर लगाउनुहोस्। आइडी र मोबाइल नम्बर लगाएर तपाईँले ओटिपी तपाईँले मेल आइडीमा पनि लिनु सक्नुहुन्छ। मोबाइल नम्बर मैले मोबाइल नम्बरमा चुज गरेर यहाँनिर तपाईँ क्याप्चर कोड लगाउनुहोस्, लगाएर ओटिपी जेनेरेट गर्नुहोस्। ओटिपी आएपछि त्यो ओटिपी लगाउनुहोस्, फेरि क्याप्चर कोड लगाउनुहोस्। यहाँनिर तपाईँको आफ्नो डिटेल्स यति गर्नु भेरिफाई गरेपछि आफ्नो डिटेल्स यहाँनिर पुरा देखाइहाल्छ। यहाँदेखि तपाईँले उद्यम डाउनलोड पनि गर्न सक्नुहुन्छ, अपडेट पनि गर्न सक्नुहुन्छ।